टाइम भन्ने चिज पनि कति छिटो बित्दा रहेछ है साथीहरू। सो हामी चाहिँ आज जानुको लागि रेडी भइरहेको छु। कहाँ भन्दा बहिनीको छोरीको भात खुवाइमा अस्ति भर्खर भिडियो हालेको जस्तै लाग्छ हो, जन्मेको नानी। अनि आज चाहिँ अब भात खुवायो र हामी सबै जानुको लागि अब बिहानै उठे आज। अनि आमा त रेडी पनि भइसक्नु भयो हो। आमा त एकदम फर्स्ट छ, पहिल्यै रेडी हुनुहुन्छ, अन्त सबैलाई अत्तालिनु लगाउँछ हो। अनि यहाँ चाहिँ मैले साडी लगाइरहेको छु। मेरो छेउमा चाहिँ बुहारी बस्नु भएको छ। यसको भिडियो पनि छिटै आउनेवाला छ, बिहाको भिडियो मैले हालेको छुइनँ नि त, कतिवटा भिडियो जस्तो कि पेन्डिङ छ, मैले पहिलाको ब्लगमा पनि भनेको थिएँ। सो वेलकम ब्याक टु मेरो मिनी ब्लगमा तपाईँहरूको स्वागत छ। हामी चाहिँ यहाँ जाँदैछौँ, सबै गाडी गरेर जाँदैछु होइन। यो बाटो चाहिँ अब मलाई यति मनपर्छ, अब हुन्छ नि राम्रो लाग्छ यो बाटो मलाई पुरा। जाँदाखेरि बहिनीको घर चाहिँ जङ्गल भएको बाटो छ नि त, हामी अब दार्जिलिङ जान सुकुनाको बाटो जस्तो हुन्छ नि त्यस्तै बाटो छ यो हो। अनि यो भिडियो चाहिँ मैले बनाउँछु प्रायः, यो बाटो पुरा मनपर्छ मलाई। सो हामी चाहिँ यहाँ पुगिसकेको छु अहिले। अनि पुगेर चाहिँ सबैजना वेट गर्दैछु। बहिनीहरू चाहिँ आफ्नो नियम गर्नु गएको छ उता तलाउ कि नदी के भन्छ उतै गएको छ होइन। अन्त एकदम ब्यान्ड बाजा लिएर बहिनीको बिहा चाहिँ अब बेङ्गली घरमा भएको भनेर चाहिँ रिचुअल्स अब उनीहरूको अर्कै छ। सो यहाँनिर चाहिँ बुहारीले बहिनीको खुट्टा ढोक्दैछ। बहिनी चाहिँ एकदमै अत्तालिसक्यो हो खुट्टा ढोक्दाखेरि। यहाँ चाहिँ पुरा डान्स नाचगाना हुँदैछ, उनीहरूको त अब यसरी गर्दा रहेछ नि त। सो त्यहाँ बहिनीको चाहिँ नन्दहरू हुनुहुन्छ, यहाँ बाबालाई चाहिँ बहिनीको काका मतलब ज्वाइँको काकाले चाहिँ तान्नु हुँदैछ डान्स गर्नुको लागि। बाबा चाहिँ डान्स गर्नु आज मैले फर्स्ट टाइम देखेको बाबालाई डान्स गरेको चाहिँ, साँच्ची भनेको यत्रो वर्षमा चाहिँ मैले फर्स्ट टाइम देखेको बाबालाई डान्स गरेको यसरी हो। एकदम सबैजना खुसी छ हो। अनि यहाँनिर चाहिँ हामीले अब नानीको लागि केही सामानहरू लिएर आएको थिएँ, त्यसको अब भिडियोग्राफी पनि हुँदै थियो। सो भिडियो गर्नु हुँदैछ र बहिनी चाहिँ यहाँ रेडी हुँदैछ साडी लगाएर। अब बहिनीको छोरीको भात खुवायो, ठुलै ओकेसन हो बहिनीको लागि त होइन, पुरा एकदम बेहुली जस्तै सजेको छ हो। यहाँ नानीलाई चाहिँ लुगा फेरिदिँदैछ। सो नानीको चाहिँ यहाँ फोटोसुट हुँदैछ। अब नानी चाहिँ बिचरा अब पुरै शान्त नि, अब रुनु त अब बिचरा अब अलिअलि त अब झ्याउ लाग्छ नि नानीलाई होइन। सो सबैले बोकेर गएर अलिअलि त रुँदै थियो, बट एकदमै शान्तिले सबै चिज भयो। यहाँनिर चाहिँ हामी पनि फेरि उनीहरू उता त्यो नदीबाट आयो होइन, ब्यान्ड बाजा अब के नियमहरू गरेर। अनि यहाँनिर चाहिँ हामी फेरि अर्को मन्दिर जाँदैछु ढोक्नुको लागि। नानीलाई लगेर सबै त्यसरी बजाउँदै ब्यान्ड बाजा नाच्दै गाउँदै सबै जाँदैछ होइन। सो ऊ चाहिँ बहिनीको नन्दहरू हुनुहुन्छ सबैजना, काकाको छोरीहरू अब मामाको छोरीहरू त्यस्तो। अनि त्यसपछि चाहिँ हामी यहाँ डान्स गर्दै गर्दै जाँदैछु। म पनि हल्का हो, अनि भाइले चाहिँ मलाई हल्लाउँदैछ, डान्स गराउँदैछ। सो म, निलेश, बहिनी, बुहारी अनि भाइ चाहिँ सबैजना हामी जाँदैछु। यहाँ चाहिँ ज्वाइँसँग नानीको फोटो, नानीलाई घाम लाग्छ भनेर चाहिँ नानीलाई ओढाइदिइराखेको छ। यहाँ चाहिँ फोटो लिँदैछ अनि हामी सबै जाँदैछु। त्यहाँदेखि चाहिँ अब मन्दिर पुगिसकेँ। मन्दिर पुगेर चाहिँ सबैजनाले ढोकसोक गऱ्यो। अनि यहाँ चाहिँ ज्वाइँले मलाई तान्नु हुँदैछ नाच्नुको लागि हो, मलाई चाहिँ डान्स गर्नु लाँदैछ। अनि मैले चाहिँ यहाँ भिडियो बनाउनु दिएको छु बहिनीलाई, लाभेर भिडियो बनाइदिए भनेर। त्यसपछि त अब म र निलेश पनि अलिअलि डान्स गरेँ होइन। सो मजा आयो, पुरै मजा आयो। नयाँ रिचुअल्स हेर्नु पायो होइन। त्यस्तै त हुन्छ अब अर्को अब कास्टमा बिहा गरेपछि रिचुअल्सहरू पनि अर्को हुन्छ। सो सबैजनाले चाहिँ एकदमै दामी इन्जोय गर्नुभयो होइन। सो हामी चाहिँ यहाँ डान्स गरिसकेर अब फर्किँदैछु। निलेशलाई चाहिँ मैले डान्स गर न भनेको, अनि जिस्काइरहेको थियो। त्यसपछि चाहिँ अब तपाईँले बुहारी अब नयाँ हेर्नुभएछ यो भिडियो पनि म छिटै हाल्छु। मैले चाहिँ पहिले अब जस्तो भनेको थिएँ तपाईँलाई कतिवटा भिडियो पेन्डिङ छ मेरो भनेर होइन। सो त्यो भिडियोहरू पनि हाल्नु छ, छिटै हेर्नु पाउनुहुन्छ। जसले मलाई फलो गर्नु भएको छैन प्लिज फलो गर्नुहोस् हो। अनि अब चाहिँ हामी यहाँबाट फर्केको र कतिजना चाहिँ गरम पनि त्यो दिन चाहिँ अब अस्तिसम्म त पानी परेर अलिक शीतल भइरहेको थियो होइन। त्यो दिन चाहिँ अब अलिक गरमै थियो र पनि ठिकै छ। अब त्यस्तो इन्जोयमेन्टमा त अब गरम सरम त्यति यादै गरेन कसैले होइन। यो भिडियोलाई चाहिँ मैले 2टा पार्टमा बनाएको छु, किनभने साह्रै लामो हुन्थ्यो नि त, तपाईँहरू पनि सायद बोर हुनुहुन्छ भनेर। अनि नेक्स्ट पार्टको लागि वेट गर्नुहोस्। थ्याङ्क यू भेरी मच, छिटै हाल्नेछु म।